ल साथी हामी चाहिँ होइन आस्कोट क्यान आएको थियौँ। यस्तो छ आस्कोट क्यान त हेर्नु है साथी हो। यता गयो भने यतापट्टि चाहिँ गोर्खा भिल्ला, हामीले यता गयौँ। अब जान्छौँ हामी त गाडीमा चढेर पर पार्किङ गरेको छौँ गाडी। म त यहाँ छु, मलाई त देखिहाल्नु भयो होला होइन। मेरो एउटा फ्यामिलीले मैले चाहिँ बेलुकाको भिडियो लिइरहेको छु। यो चाहिँ नाइट भ्यू होइन। म त यस्तै आस्कोट त यस्तो छ है। आस्कोट हेर्नु है साथी हो आस्कोटको आस्कोट हो यो। यहाँ त टिकी म्याक्सहरू लुगा पाउने ठाउँ है। यो चाहिँ न्यु लुक टिकी म्याक्स के को छ हौ यसमा त। यहाँ त छ होइन। हामी त यसरी हिँड्दैछौँ। यस्तो छ कस्तो राम्रो हेर्नु यहाँको भ्यूजहरू। हाम्रो त ऊ पर पार्किङ गरेको छौँ गाडी। कस्तो राम्रो बेलुकाको त हेर्नु नि साथी कस्तो राम्रो छ। यसरी गर्दैछु म चाहिँ। अहिले थाहा भयो यता जाँदा लिडल पुग्ने रहेछ। गाडीले यहाँ छिटो जाओ त्यस्तै भएर कस्तो दामी वा भ्यूज त दामी छ। यसो अघि हामी आएको यसो हो यसो आएको यतादेखि हामी यतादेखि हामी कता देख्यौँ लिडलदेखि आएको यता जस्तो लाग्यो। ए उतादेखि आएको उतादेखि हामी आएको होइन। यस्तो छ कस्तो राम्रो पर पार्किङ छ हामीले गरेको गाडी। लिडलदेखि यस्तो यस्तो हुँदै आएको हो कि यस्तो राम्रो छ है हेर्नु साथी हो। अन्त आस्कोटको बेलुकाको टन्न भयो। गोर्खा भिल्लामा टन्न खायौँ र हामी त हिँडेको। अब गाडी भएको पुग्न आँट्यौँ। अब यस्तै गर्छु ल। हजुर म सबै देखाउँछु। यहाँ फिल्म होल पनि छ है। यहाँभित्र चाहिँ फिल्म होल छ। म त यस्तो जाँदैछु भनौँ। म त कुद्दैछु है यता कस्तो राम्रो छ। हाम्रो दिदी बहिनी त पर पुगिसक्यो भाउजू अगाडि अगाडि। म चाहिँ पछाडि यहाँ छु। म यहाँ छु है। मलाई कस्तो देखेको छ हजुरले कमेन्ट गरिदिनु होला है सबैजनाले। कस्तो